लौने पाँडे अचम्म पो भयो त। किन के भयो र वरिष्ठ सरकार? हेर्नु पाँडे, बहिनीले दर्खाउनु पर्यो भनेर 1 किलो खसीको मासु भित्र भान्सामा बसालेर दाजु बहिनी बाहिर कुरा गरेर बसिराखे। पछि भान्सामा जाँदा त कराई छ, मासु छैन। कसले लगेछ भने चलै जाम न हाँस्छस्? चुप लागेर बस, घिच त्यो घिच। सरकार, अब मै लैजानु त मासु भनेर दिउँ भने आफूले पनि थोरै ल्याइयो, पुग्दैन। अब भोकाकै ठाउँबाट मासु हराउनु त चान्चुने कुरो होइन सरकार, कि तपाईँका भुट आउँछ? यो मान्छेले त हुँदै होइन, भुटैले हो। पाण्डेजी, तपाईँले वायात्र फटा कुरा गरेर मलाई त दुःख दिनुभयो नि। आखिर यी सब के का लागि हो पाण्डेजी? सीतारामजी, होइन कुरो के हो? बजारमा तयारी पकाएको मासु किन्न पाइन्छ भनेर अघि बाल्टिनमा बोकेर हिँडेको खसीको मासु कसको हो पाण्डेजी? होइन पाँडे फटा, मेरो घरको पकाइराखेको खसीको मासु तैँले नि चोरे हो क्या? कहाँबाट नहुनु हो नि? तै वरिष्ठ सरकार, तपाईँले खसीको मासु त मिठै पकाउनु पो हुँदो रहेछ त। तर वरिष्ठ सरकार, हजुरले नुन अड्कल गर्न चाहिँ जान्नै हुँदो रहेछ ल। मैले यहाँ कटिजमा ल्याएर 2 चम्मच नुन हालेपछि मात्रै बल्ल खाना हुने भयो नि, है बहिनी? साङ्लो बरु एउटा कुरो नि, तपाईँका तिग्रा भन्दा त यो लुती खरे भालेको तिग्रा ठुलो छ कि क्या हो? के विधि हरिबिजोग हो के तपाईँको? चुप लाग आपे। तिग्रा जत्रा भयो भने पावर कति छ भन्ने कुरा फेरि तँलाई थाहा होला नि। बरु तिग्रा चाहिँ हो के? पाण्डुहरू पुरा सँगले भाले सोल्टीलाई त पोली पराछौ त। ओहो जिग्री बरु, तपाईँ आइपुग्नु भयो। हामीले तपाईँलाई फोन गर्न आँटेका थियौँ। आज त सोलमारीमा लोकल भालेसँग त्यो त हो के, तर आज म केही पनि नखाने मुडमा छु के सार हो त चाहिँ? केही नखाएपछि त तिजको व्रत भइहाल्यो नि। व्रत कुरा नगर, आज पेद्दु हुने गरी खाने हो। यसो नभन्न के, आज मलाई केही पनि खान मन छैन के। ग्यास्ट्रिकले पो हो कि? तँलाई थाहा छ नि के, म ग्यास्ट्रिकको चाहिँ पुरै बिरामी हो भनेर। त्यही नखाए हिँडेर ग्यास्ट्रिक भएको। अब यो लोकल भालेसँग टन्न दाबेपछि त्यस्ता ग्यास्ट्रिक कहाँ पुग्छन्? भाले हेर्दै खाउँ जस्तो लागिसक्यो, तर के गर्नु, रक्षाका लागि व्रत बसेको छु। के सोचिराख्नु भएको हो जिग्री बोरो? झन् आज हामीले रमाइलो गर्ने भनेर यत्रो प्लानिङ गरियो। ल यहाँ हेर्नुहोस् न लोकल भाले, अब यति भन्दा पनि तपाईँ बटारेर हिँड्नुहुन्छ भने आजका मितिदेखि तपाईँका साथीभाइहरू मरे भन्ने सम्झिनुहोस्। तपाईँ बाटो लाग्नुहोस्, होइन?